हेलो हजुर नमस्कार। गुल्मीबाट प्रकाश केवाली। हजुरलाई म आज एउटा धोबी सल्लाहको बारेमा केही जानकारी दिन चाहन्छु। यो मेरो घरमा रहेको यो धोबी सल्लाह हो। यो सानो सानो छँदाखेरि मैले घरमा ल्याएको थिएँ भने यसको अहिले यस्तो राम्रो राम्रो भएको छ कि यसको सानो बुटो सानै छ, तर हेर्नु न कस्तो कस्तो मजाको सेप छ क्या, यस्तो दामी दामी सेप छ। यसले घरमा सुगन्ध फैलिन्छ भने तपाईँलाई 12 महिना यसले फुलको काम पनि गर्दछ साथीहरू। अनि बिहा बर्तनहरूमा मालाको काम पनि गर्दछ। यो पनि हाँगाबाट पनि सर्छ है साथीहरू, तपाईँलाई हाँगाबाट सर्दैन भन्नु होला, यो हाँगाबाट पनि सर्छ। अनि यसको बेर्नाहरू प्रशस्त हामीले वन कार्यालयमा पनि पाउन सक्छौँ, बजारमा पनि प्रशस्त रूपमा पाउँछ। यसलाई केही गर्नु पर्दैन, हल्का एक भित्ताको खाल्टो खनेर त्यसमा खरानी मिलाएर लाउँदा हुन्छ यो। त्यसपछि बेला बेलामा पानी दिनु होला, खासै धेरै पानी चाहिँदा पनि चाहिँदैन यसलाई पनि। धोबी सल्लो, यसले हजुरले चिन्नुभएकै छ यसलाई धोबी सल्लो भन्छ। यस्तो राम्रो राम्रो भएको छ है साथी। फेदैबाट यस्तो मजाले प्रशस्त मात्रामा हाँगा हालेको हुन्छ, यसको फेद यस्तो मजाको डाँक्रो छ। यसलाई बेला बेलामा कटिङ गरेर तपाईँले कस्तो तरिकाको बनाउने हो त्यही तरिकाले छाँटकाट कटिङ पनि गर्नु होला। मैले एकचोटि यसलाई कटिङ गरिसकेको छु, त्यही भएर मसँग यो अल्को भएको छैन, नभए धेरै लिङ त्यो अल्को जान्छ। धेरै अल्को भयो भने खासै राम्रो देखिँदैन कि साथीहरू। त्यही भएर छक्क चट्ट पार्नु होला के यसलाई कटिङ गरेर च्याट्ट पारेर राख्नुभयो भने त्यो राम्रो देखिन्छ र राम्रो हुन्छ। सब्सक्राइब गर्नु होला, फलो गर्नु होला। धन्यवाद छ यहाँहरू सबैलाई। म प्रकाश केवाली।